यो चाहिँ 2083 साल साउनको 6 गतेसम्म आइपुग्दाखेरिको दृश्य हो। हामीले यहाँ देखिरहेका छौँ काम गर्ने दाजुभाइहरूले निरन्तर रूपमा काम गरिरहनु नै भएको छ। भित्र बाहिर सबैतिर काम धमाधम चलिरहेको छ। श्रमदाताहरूले पनि श्रम गरिरहनु भएको छ र यो हामीले माथि गजुरदेखि लिएर तलसम्मको आजसम्म के कति कामहरू भइरहेको छ भन्ने कुराहरू तपाईहरुलाई म दृश्य अवलोकन गराउने छु। सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला। आज मौसम निकै खुलेको भएको कारणले गर्दाखेरि सबैलाई म यो दृश्य देखाउँदैछु। बुद्ध चोकदेखि अलि तलतिर एउटा गुम्बा चोक छ। तपाईहरु सबैजनाले हेर्नुहोस् है। गुम्बा चोक धरान 18 लेखिएको छ। यहाँ एउटा अमिताभ बुद्धको मूर्ति स्थापना गरिएको छ। यो चाहिँ पूर्व मेयर खर्कराज साम्बाङज्यूको नेतृत्वमा बनेको एउटा गुम्बा चोक हो। यहाँदेखि गुम्बा चोकको नजिकै हाम्रो गुम्बा पनि हामीले गेट देखिरहेको छौँ भने यसको पछाडि ठुलो बिल्डिङ उठ्दै गरेको देखेको छौँ र हामीले गुम्बा चोकको वारिपट्टिबाट हेर्दाखेरि हाम्रो नेपाल बौद्ध गुम्बा धरानको गुरुङ गुम्बा चाहिँ यस्तो प्रकारको हामीले टाढैबाट पनि यसरी देखिरहेको छौँ र तपाईहरुलाई यो गुम्बा आउनको लागि एकदमै सजिलो छ। यही पछाडिपट्टि चाहिँ बिपी कोइराला विज्ञान प्रतिष्ठान छ भने यही छेउमा चाहिँ गुम्बा छ। यो गुम्बा आउँदाखेरि भानुचोकबाट तपाईहरु बुद्ध चोक भनेर आउनुभयो भने बुद्ध चोक सिधै यहाँ ल्याइपुर्याउँछ। बुद्ध चोकदेखि तलतिर एउटा गुम्बा चोक छ। यहाँदेखि गुम्बा चोकदेखि सिधै उता गयो भने चाहिँ डेन्टल हाम्रो दन्त चिकित्सालय पुग्छ भने त्यसकै छेउमा चाहिँ गुम्बा बनिरहेको छ। टाढेदेखि पनि देख्नुहुन्छ। यसलाई अझै रङरोपण गरिसके पछाडि त झलमल्ल हुनेछ। अनि यसकै तलतिरपट्टि गयो भने चाहिँ हामी बिपी कोइराला विज्ञान प्रतिष्ठान पुग्नेछौँ। यो हाम्रो मूलद्वार हो भने यहाँदेखि हामीले माने खोर्लोहरू राखेर यो माने खोर्लोहरू परिक्रमा गर्ने ठाउँहरू हामीले यसरी बनाउँदैछौँ, निर्माण गर्दैछौँ। यहाँनिर चाहिँ माने खोर्लो लगभग 121वटा आउने हामीले अनुमान लगाएको छौँ। तसर्थ यहाँनिर माने खोर्लो राख्ने ठाउँ पनि अत्यन्त तीव्र गतिमा गइरहेको छ, बनिरहेको छ। र यसरी हामीले माथितिर हेर्दाखेरि चाहिँ यो चाहिँ माथिबाट पानी बग्ने ठाउँ। माथि जति पनि पानीहरू जमिन्छ छतमा यो पानी पास हुने ठाउँहरू पनि हामीले यसरी बनाएका छौँ। यो चाहिँ बिपी कोइराला विज्ञान प्रतिष्ठान दिनहुँ रूपमा बिरामीहरूको उपचार भइ नै रहन्छ। यहाँनिर चाहिँ बिरामीहरू पूर्व ठाउँहरू पनि यसरी बनाइएको छ र यो माने खोलो राख्ने ठाउँ चाहिँ लगभग अबको 2-4 दिन पछाडि सम्पन्न हुनेछ। के कसो हो काइला दाइ? अब चाहिँ सुरु भइसक्यो। सुरु भइसक्यो? ए ल सकिन लाग्यो भनेको त सुरु हुन लाग्यो। उत्तरपट्टिबाट हेर्दाखेरि चाहिँ हाम्रो गुम्बा यस्तो प्रकारको देखिन्छ, जहाँ अहिले वरिपरि माने खोर्लोहरू राख्ने ठाउँ धमाधम बन्ने क्रममा छ। अनि यसै आँगन जुन अहिले यो गाडी स्कुटरहरू बाइकहरू राखेको ठाउँ चाहिँ हाम्रो यो आँगन हो। यो गुम्बाको आँगन जहाँ ठुलो ठुलो कार्यक्रम हुँदाखेरि हामी त्यहाँनिर मजाले कार्यक्रम गर्न सक्छौँ। उत्तरपट्टिबाट हेर्दाखेरि हाम्रो गुम्बा यस्तो किसिमको देखिएको छ। यहाँनिर चाहिँ माने खोर्लो लगाउने काम धमाधम भइ नै रहेको छ। अनि यो चाहिँ हाम्रो आँपको रुख यस्तै गरेर यहाँनिर किचन छ। पानी अलिअलि छिटाउँदैछ, पानी पर्न लागिरहेको छ। भित्रपट्टिको हाम्रो गुम्बाको भागहरूमा ठावाठाप्चे भनेर भनिन्छ, यसरी खुदिएको छ। अत्यन्त कुशल शैलीमा कलात्मक ढङ्गले कति मेहनत र परिश्रम लाग्यो होला हैन, कति लाग्यो होला यो सिक्नको लागि। यस्तो तरिकाले चाहिँ खोपिँदैछ। यो चाहिँ हाम्रो गुम्बाको भित्री भागमा वरिपरि भित्ताको मासतिर तिनैपट्टि चाहिँ यसरी बुट्टाहरू खोपिन्छ। तपाईहरुलाई म देखाइरहेको छु। यो चाहिँ हाम्रो गुम्बाको अहिले हामीले देखिरहेको श्री नेपाल बौद्ध गुम्बा
अगाडिपट्टिबाट हामीले देखिरहेका छौँ र यहाँनिर छेउछेउमा चाहिँ यसलाई चाहिँ छुसिङ भनेर भनिन्छ, माथिको चाहिँ झ्याख्युङ भनेर भनिँदो रहेछ होइन। यसरी हामीले हाम्रो गुम्बा देखिरहेका छौँ, अत्यन्त सुन्दर शैलीमा बनेको। तपाईँहरूलाई आज म केही हाम्रो गुम्बाको अंशहरू, केही भागहरू देखाउँदैछु सबैजनालाई। र यो बिपी कोइराला विज्ञान प्रतिष्ठानको आपतकालीन अथवा इमर्जेन्सी भनेर भनिन्छ होइन। इमर्जेन्सीको छेउमै हाम्रो गुम्बा रहेको चाहिँ निकै अर्थपूर्ण हो जस्तो पनि लाग्छ। किन भन्दाखेरि मान्छेहरूलाई दुःख पर्दाखेरि यो बिपी कोइराला विज्ञान प्रतिष्ठानदेखि ठिक्कै उत्तरपट्टि फर्कियो भने हाम्रो गुम्बा देखिन्छ र गुम्बामा बाजागाजा बजिरहेको सुनेको आवाजले पनि आनन्द लिने र आफ्नो बिरामीहरू पनि शीघ्र रूपमा स्वास्थ्य होस् भनेर प्रार्थना गर्ने ठाउँ हो जस्तो लाग्छ। तसर्थ यहाँनिर चाहिँ त्यसरी गुम्बाहरू निर्माण गरिन्छ। ल माने खोर्लो घुम्दै आउँदाखेरि चाहिँ यहाँदेखि हाम्रो माथि उकालो चढ्ने सिँढी बनाइँदैछ र यो सिँढी चाहिँ अहिले बनिसकेको छैन र अहिले तत्कालीन यस्तो प्रकारको सिँढीहरू चढेर हामी जाँदैछौँ। यो सिँढी बन्ने क्रम पनि जारी नै छ है। र यहाँदेखि चाहिँ हामी दोस्रो तलामा प्रवेश गर्नेछौँ। दोस्रो तलामा हामी यसरी प्रवेश गर्नेछौँ भने यहाँनिर चाहिँ अब हाम्रो सामान्यतया भक्तजनहरू चाहिँ अनि दोस्रो तलाको देवालयमा जाँदाखेरि यो बाटो हुँदै जान्छ भने यो बाटो चाहिँ हाम्रो साधारण भक्तजनहरूको लागि होइन। यो चाहिँ विशेष गरेर हाम्रो रिम्बुछेहरूको निवास बनिँदैछ यहाँनिर भने हामी साधारण व्यक्तिहरूको लागि चाहिँ यहाँदेखि हामी प्रवेश गर्नेछौँ र यहाँ एउटा कोठा हुनेछ र यहाँ पनि अर्को र त्यहाँ 3वटा कोठा हुनेछ। यो बन्ने क्रम जारी नै छ अझै पनि होइन। र यहाँदेखि एउटा उत्तरतिर फर्किएको एउटा ढोका छ। यो ढोकादेखि नै हामीले राम्रो सुन्दर दृश्यहरू देख्न सकिन्छ र यतापट्टिबाट हामी जाँदै गर्दाखेरि हामी यो द्वारबाट चाहिँ बाहिर निस्कन सक्छौँ भने यहाँ अहिले खटहरू लगाएको कारणले गर्दाखेरि राम्रो देखिन सकिरहेको छैन। तपाईँहरूलाई म देखाउँदैछु। यहाँदेखि चाहिँ हामीले यहाँ हाम्रो लामा गुरुहरूको निवास यहाँ देखिन्छ भने यतापट्टि चाहिँ हाम्रो सङ्ग्रहालय अफिसहरू छ र यसरी चाहिँ बिपी कोइराला पनि हामीले यहाँदेखि देखि नै रहेको छौँ होइन। बन्दै गरेको चाहिँ यहाँदेखि हामीले देख्छौँ राम्रोसँगले। यस्तो शैलीमा बनेको छ, अत्यन्त राम्रो शैलीमा हेर्दा पनि हेरिराखौँ लाग्ने जस्तो। यो चाहिँ गडुलको टाउको त्यसरी बनिएको छ दुवैतर्फमा होइन। र यहाँनिर यति मात्रै होइन कि बुट्टाहरू खोप्न अझै पनि धेरै बाँकी छ। यो चाहिँ यो सेकेन्ड तलाको दोस्रो तलाको द्वार हो। यो चाहिँ यहाँदेखि हामी फेरि दोस्रो तलामा प्रवेश गर्नेछौँ होइन। यसरी हामी मूलद्वारदेखि चाहिँ सेकेन्ड तलाको मूलद्वारदेखि चाहिँ हामी यसरी गुम्बाभित्र प्रवेश गर्नेछौँ र यहाँ पनि हामीले अहिलेसम्मको योजनामा चाहिँ पुरानो मूर्तिहरूलाई नै स्थापना गरेर यहाँ पनि एउटा पूजा कोठा तयार गर्ने विचार गर्दैछौँ, जहाँ ध्यान साधनाहरू पनि सिकाइन्छ। ध्यान शिविरहरू पनि हामीले राख्नेछौँ। ध्यान गर्ने, कक्षा सञ्चालन गर्ने, त्यसै गरेर व्रतहरू बस्नेको लागि पनि यो ठाउँ चाहिँ एकदमै उपयुक्त हुनेछ। र यो ढोका चाहिँ अनि हामीले रिम्बुछेहरूको लागि मात्रै निवास, रिम्बुछेहरूको लागि मात्रै प्रयोग गर्ने गरी बनाउने छौँ र यो चाहिँ सबै रिम्बुछेहरूको कोठा हो। अब यहाँदेखि चाहिँ फेरि हामी तेस्रो तलामा अर्थात् माथि घुमजुर भएको ठाउँमा उखाङमा जानेछौँ र यसरी यतातिर पनि लगभग सबै प्लास्टरहरू भइसकेको छ र यहाँनिर हामीले यो चाहिँ एउटा ढोका राखेको छौँ यहाँनिर, ताकि यहाँ माथिको लागि पनि सेफ्टी चाहिन्छ, सुरक्षाको लागि हामीले यसरी दरबार ढोकाहरू बनाएका छौँ भने हामी डाइरेक्ट यहाँ माथि आइपुग्यौँ होइन त। यसो गरेर ल यो चाहिँ माथि सबैभन्दा टप तलाको हामीले देखिरहेको छौँ। यहाँ चाहिँ अमिताभ बुद्धको प्रतिमा अथवा अमिताभ बुद्ध विराजमान रहनुहुनेछ यहाँ भित्र चाहिँ।
हामीले यो पनि अर्डर गरिसकेका छौँ। यहाँभित्र राखिने अमिताभ बुद्ध चाहिँ हाल युके निवासी हाम्रो मञ्जुश्री माणी मलम तमु आमा समूह आस्पट केन्द्रको अध्यक्ष बालकुमारी गुरुङ बडी उहाँले आफ्नो पितृहरूको नाममा चाहिँ उहाँले स्थापना गर्दै हुनुहुन्छ। यो अत्यन्त कुशल शैलीमा बनेको यो हाम्रो गजुर पनि एकदमै राम्रो छ। र यो माथिको अहिले हङकङ निवासी हुनुहुन्छ हाम्रो नन्दमाया फुपू र छेउछेउको चाहिँ अनि युके निवासी हाम्रो तारा दिदी र भीष्म भेना उहाँहरूको सपरिवारबाट चाहिँ यसरी सौजन्य गर्नुभएको छ। अत्यन्त धन्यवाद, धेरै धेरै धन्यवाद, मुरी मुरी धन्यवाद भनेर भनिन्छ होइन। र आज चाहिँ मौसम एकदमै खुलेको छ। मौसम खुलेको भएको कारणले गर्दाखेरि यतातिर पनि राम्रैसँगले देखिरहेको छ। तर माथि चिन्टे डाँडातिर चाहिँ मौसम अहिले पनि नै रहेको रहेछ। यो हामीले देखिने धरान सहर चाहिँ त्यो माथि जुन बादल ढाकिरहेको छ त्यो चाहिँ चिन्टे डाँडा हो भने यतापट्टि चाहिँ भेडेटार होइन। त्यो छ यहाँदेखि तल गयो भने चाहिँ सप्तकोशी आइपुग्छ। र सन्दर्भ हाम्रै गुम्बातिर फर्क्यौँ। यो माथिकोलाई चाहिँ दुख ग्याल्छिन भनेर भनिन्छ। हाम्रो सौजन्य गर्ने व्यक्तिहरू धेरै हुनुहुन्छ। त्यसमध्येमा हाम्रो आदरणीय फुपू नन्दकुमारी फुपूको छोरी सुश्री हाम्रो निङमा डल्माज्यूले पनि एउटा गर्नुभएको छ भने त्यस्तै गरेर याम बहादुर गुरुङ काकाले पनि एउटा गर्नुभएको छ। त्यस्तै गरेर हाम्रो शोभितमान गुरुङको नातिको जन्मदिवस पारेर एउटा सौजन्य गर्नुभएको छ भने अन्य सबै अनि हाम्रो भुपू अध्यक्ष नरेन्द्र गुरुङ बडाले चाहिँ सौजन्य गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसरी हामीले सुन्दर देखिरहेका छौँ। जता हेरे पनि सुन्दरै सुन्दर। त्यसै कारणले धरानलाई चाहिँ सुन्दरी नगर पनि भनेर भनियो। र यो बुट्टाहरू चाहिँ अत्यन्त कलात्मक ढङ्गले नै खोपिएको रहेछ भन्ने कुराहरू हामीले यो भिडियोबाट पनि हामीले देख्न सकिन्छ। अत्यन्त राम्रो छ। सबैजनालाई आएर हाम्रो गुम्बा दर्शन गरिदिनु होला। धन्यवाद।